There's another universe. Please make some noise. Give me a Hi guys, welcome back to my channel. Another week, another Make with Maya video. Recipe is a combination of my Thulo Vinaju, Raz, and my mom, Ma. So, Razma! Alright, let's get into the ingredients. मैले चाहिँ हैन ओभरनाइटै राजमालाई चाहिँ भिजाएर राखेको थिए। अब यसलाई प्रेसरमा 2 सिटी लगाएर चाहिँ यसलाई म बोइल गर्छु so that यो half cooked होस्. Make sure it's not fully cooked. Otherwise it's not going to taste good, okay? So it should be like half cooked. गरे प्रेसर कुकरमा first of all obviously राजमा हाल्छु है. Cinnamon को sticks एउटा. अब अर्को चाहिँ म दुईटा जति तेजपत्ता हाल्छु 1 and 2. रातो खुर्सानी पनि एउटा हाल्छु. Last but not the least स्वाद अनुसारको नुन. Please remember 2 सिटी, okay? Also guys, I'm making this aloo fry and I cannot wait to try it. See, last time मेरो बास्ना आइरहेछ. अब हामी चाहिँ ग्रेभी तिर लाग्छौं, राजमाको ग्रेभी. First of all हामीलाई एउटा यो full on प्याज चाहिन्छ. यसलाई चाहिँ एकदम मसिनो बनाएर काट्नु पर्ने हुन्छ. दुःखको कुरा चाहिँ आज मसँग मेरो हेल्पर हुनुहुन्न. माई बुढा, माई दिलीप. के नै गर्न सक्छौं र अब म आफै यो नाजुक हातले प्याज काट्छु. अनि मेरो यो प्यारा आँखामा आँसु ल्याउँछु. Guys, just look at this aloo. यो आलु चाहिँ हैन मैले बनाउन बित्तिकै मलाई चाहिँ दाल भात आलु घिउ. That's my comfort food, guys. What is your comfort food? Let me know in the comment section. So आलु चाहिँ भयो हैन and I cannot resist myself. I'm not trying it, so superb. Damn. मलाई चाहिँ हैन आफ्नो खुट्टा आफै यसरी ढोगे हुन्छ के यस्तो मिठो खानेकुरा बनाएको अहिले. ओके गाइस, राजमाको चाहिँ सिटी लागेर यो सिटीबाट हावा पनि गइसक्यो है. लेट्स सी. टु गुड. पाकिसक्यो है. ग्रेभीको लागि चाहिँ एउटा मिक्सरमा 4 वटा लसुन, ह्यान्डफुल अफ काजु, 2टा टमाटर चाहिँ यसरी काटेर हालेर अब यसलाई मिक्स गर्ने. Guess what? My helper is back and he will help me to mix this one. अब यसमा तेल हाल्ने. म चाहिँ तोरीको तेल युज गर्छु. अब जिरालाई फुराउने. अब चाहिँ यसमा अघि काटेर राखेको प्याज हाल्ने. अब यो प्याजलाई चाहिँ मजाले फ्राई हुनको लागि एकछिन राख्दिने. प्याज मजाले फ्राई भएपछि चाहिँ अघि हामीले बनाएको ग्रेभी हाल्दिन्छौं. अब यो ग्रेभीलाई पनि एकछिन मजाले फ्राई गर्न छोड्दिन्छौं. हामी अब मरमसला हाल्छौं. पहिला बेसार, नुन स्वाद अनुसार. मैले चाहिँ यो अघि जिरा, धनिया र रातो खुर्सानीलाई मसला बनाएको थिएँ. अब त्यही हाल्दिन्छौँ. अब ग्रेभी मजाले यस्तो भएपछि यसमा अब हामी अघि बोइल गरेको राजमा हाल्छौँ. हालेपछि चाहिँ यसलाई मजाले चलाउने र मिक्स गर्ने. अब राजमा मजाले पाकिसक्यो. यसलाई चाहिँ लास्टमा गार्निश गर्न हामी धनिया हाल्छौँ. मिठो बास्ना आइरहेछ.